दिस इज आवर जू क्यान्टिन। यहाँ चाहिँ हाम्रो एनिमल भन्दा नि सर्कस मास्टरहरू खान आउँछन्। यहाँ हाम्रो सेफ हुनुहुन्छ यस्ता हेलो गरिदिनु हाम्रो सेफ हेलो पर्दैन हेलो हेलो गाइज वेलकम टु माई मिनी ब्लग वेलकम टु माई ब्लग होइन एन्ड वी आर अन दि वे टु जू मेफेयर चिडियाखाना मेफेयर हामी चाहिँ मेफेयर जाँदैछौँ हाम्रो इन्टर्नसिपको लागि मतलब के भन्नु अब ट्रेनिङ एके लेबर होइन हामी ट्रेनिङ कम लेबर ज्यादा हो होइन हामीलाई कसरी ट्रेनिङ भन्दैन सिर्फ लेबर मात्रै भन्छ हामीलाई एज वी already told you that we are doing labor not training in जू मेफेयर जू ZOO जू मेफेयर भन्दैछु है तपाईँहरूले सही सुनिराख्नु भएको छ किनकि त्यो चिडियाखानै हो त्यहाँ हरेक कोही आफूलाई बाघ सम्झिन्छ होइन सेक्युरिटीको त झन् कुरै नगरौँ सेक्युरिटीहरू त झन् भन् होटेलै उसको बाउको जस्तो गर्छ होइन तर पनि अब त्यही भन्न सक्दैनौँ हामी किनकि वी आर जस्ट ट्रेनिज होइन साथी अब के भन्थ्यो के भन्नु केही त ज्याट त्यही छ अब आज हामीसँग मेरो अर्को साथी छैन स्क्रिप्ट पनि बनाएर आएको थियो आज के भन्दैन लागि अब ऊ चाहिँ बिहानै जान्छ उसको ड्युटी अहिले चेन्ज भएको छ 7:30 देखि रेस्टुरेन्टमा हालिदिएको छ उसलाई अनि ऊ साथी चाहिँ अस्ति किचनको कुनमा पो थियो तिमी फर्स्टमा तन्दुर आउटलेटमा थियो अनि अहिले चाहिँ चेन्ज भएर ऊ हलवाईमा छ स्विट किचनमा अनि यहाँ छु म जो चाहिँ स्टिल क्याफेटेरियामा छ होइन क्याफेटेरियामा भएर के गर्नु जतिखेर 5 मिनटमा स्विट किचनमा आएको आइरहेको छ खाना अब यसो फ्री हुन्छु नि त किनकि अब फ्री होइन यसलाई कामचोर भनिन्छ कामचोर होइन अब 150 केजीको बोरा उठाएपछि एकछिन आराम गर्नु त आउनु पऱ्यो नि त अब 150 केजीको बोरा यहाँ यस्तो भारी अब लेबर यो गथालाई भन्दा बढी बोकाइदिन्छ अनि के भनिदिनु यसो अल्छी कहिलेकाहीँ अल्छी लागिदिन्छ अनि भागिदिनुपर्छ यसो आधी घन्टा 1 घन्टा गायब भइदिनुपर्छ हिजो नै अल्छी लाग्दियो खुट्टा दुख्यो भनेर चल्लेको म त ल होइन गाइज अब यो भ्लग चाहिँ कन्टिन्यू हुन्छ किनकि अब यो मिनी भ्लग होइन मैले इन्ट्रोमा के भने मिनी भ्लग भने के भने त्यसको लागि चाहिँ सरी हाम्रो मिनी भ्लग अब के आधी काटेर मिनी भ्लगै बनाइदिउँला नि त मिनी भ्लग चाहिँ यो हुँदैन किनकि अब म आज चाहिँ होटेलभित्रको पनि देखाउने छु होटेलभित्रको चाहिँ त्यो त्यसरी देखाउनु मिल्दैन अब त्यो गेस्टहरूको अगाडि फोन युज गर्नु मिल्दैन है तर म चाहिँ अब स्टाफ क्यान्टिनमा छु म चाहिँ जति सक्दो जे हुन्छ त्यो देखाइदिन्छु हेलो साथी हेलो होटल कहाँ गएर तू एन्ड ही इज आवर फ्रेन्ड होइन ये हमारा दोस्त है अभी रास्ते में दोस्त मिल गया था के भनिदिएको घन्टा रास्ते में दोस्त मिल गया था साथी यहाँ एउटा बङ्गाली साथी भेटेको थियो कि अनि अब उसँग यसो गफ गरिदिनै पऱ्यो मन राखिदिनु पऱ्यो नि त दादा सबैको मन राख्छ अब आज चाहिँ म होटेलभित्रको देखाउँछु होटेलभित्रको भन्दा नि मेरो लुकाएर छिराउँछु म जतैबाट जहाँ राखेर पनि घुसाइदिन्छु म जतै सामदाम दन्तवेद होस् होइन म त घुसाइदिन्छु अनि मेरो त्यहाँ स्टाफ क्यान्टिनको दिदीहरूसँग नि म तपाईँहरूलाई आज इन्ट्रोडक्सन दिन्छु दिदीहरू मजाको छन् होइन छिराउने चार्जमा हुन्थ्यो अनि अब म एकचोटि हललाई पनि लिएर जान्छु यहाँ साथीलाई पनि देखाइदिन्छु उसलाई चाहिँ फेरि छुट्टै देखिन्छ होइन उसलाई चाहिँ छुट्टै देखिन्छ हलवाईको ड्रेसमा ल अहिले हामी चाहिँ अन द वे टु दि जू कन्टिन्यू भनेको होटलको हुन्छ अब चाहिँ कन्टिन्यू हामी होटेलभित्र फेरि पनि वेलकम गर्न चाहेँ होइन गाइज मैले चाहिँ अब होटेलभित्र पुगेपछि म भ्लग बनाउँछु भन्दै थिएँ तर मैले त्योभन्दा अगाडि एउटा सानो केही जानकारी दिन चाहेँ यो चाहिँ सिरियस टक हो होइन नो एनी फन्नी यो चाहिँ हामी पुरा सिरियसमै छौँ होइन के भन्दाखेरि अबदेखि यो हामीलाई हजुरहरूलाई हाम्रो ब्लग मन पर्दैछ भने चाहिँ एज आई हेभ अलरेडी टोल्ड यु हामीलाई हेल्प गर्न सक्नुहुन्छ यी सेवामा हाम्रो तल कमेन्टमा राखिदिन्छु मेरो यी सेवा नम्बर होइन अनि अस्तिदेखि त अब के भन्नु 1 रुपियाँ आएन हजुरहरूलाई माया लागेन छ होइन म त्यो दिन बिरामी भएर हो मलाई
पुरा गाह्रो परेको थियो। तपाईँहरूले हेल्पै गर्नु भएन। आशा गर्दछु योपालि चाहिँ हेल्प गर्नु हुनेछ। अनि अर्को भनेको अब हाम्रो युट्युब च्यानलमा पनि हाम्रो फुल भ्लग आउनेछ। यो थोरै क्लिप चाहिँ हामी इन्स्टा अनि भयो भने टिकटकमा पनि हाल्नेछौँ। र हजुरहरूलाई चाहिँ फुल भ्लग हेर्नु मन छ भने हाम्रो युट्युब च्यानललाई सब्सक्राइब हान्नु सक्नुहुनेछ। मेरो इन्स्टाको बायोमा छ हाम्रो युट्युबको लिङ्क, त्यहाँ गएर इन्स्टाको भिडियोमा नि हुन्छ लिङ्क। इन्स्टाको भिडियोमा नि म लिङ्क छोडिदिनेछु, सब्सक्राइब हान्नु होला। र आजदेखि हामी युट्युब च्यानलमा हल्का फोकस गर्नेछौँ होइन। अब त्यत्रो अब पुरै अब खतरा युट्युब च्यानल नभए पनि अलिकति सपोर्ट चाहिँ गरिदिनु पऱ्यो। आजदेखि भिडियो मजाले आउनेछ, फनी भिडियोहरू पनि आउनेछ होइन। अब हामी कोलाब्रेसन गर्न आँट्दैछौँ, खतरै ब्रान्ड जस्तो क्या, खतरै ब्रान्ड जस्तो। अब हामी चाहिँ नेपालको इकम कलेजबाट आएको स्टुडेन्टहरू ट्रेनिङ गर्न, अनि यता अरू कलेजहरूको पनि छ। अरू कलेजको चाहिँ नेपालबाटै आएको चाहिँ अर्को स्प्रिङडेलको छ, स्प्रिङडेलको स्टुडेन्टहरूसँग हामी आज कोलाब्रेसन गरेर भिडियो पनि बनाउनेछौँ। र त्यो सबै भिडियो हेर्नलाई चाहिँ युट्युब च्यानल सब्सक्राइब हानिदिनु पऱ्यो। सो हेलो गाइज, म चाहिँ यहाँ स्टोरमा छु, हाम्रो स्टाफ क्यान्टिनको स्टोर। स्टाफ क्यान्टिनमा यहीँबाट यस्तो सामानहरू खाइन्छ होइन पकाउनको लागि। र म आज यहाँ चाहिँ इन्ट्रोडक्सन दिन गइरहेको छु। सन्जुक दा हाम्रो सेफ हुनुहुन्छ यस्ता। हेलो गरिदिनु हाम्रो सेफ। हेलो हेलो पर्दैन हेलो सेफ होइन। अब हाम्रो यहाँ हाम्रो हुनुहुन्छ ये हमारा विनोद सेफ कौन अच्छा है, और दूसरा ये हमारा यहाँ का हीरो और हमारा कैप्टन, हमारा सुपरवाइजर, हमारा संगीता। ये ब्लॉग बना रहे हैं। और ये देखिए बाहर है हमारा स्टाफ। ये कैंटीन इधर ही है। यहाँ 300 से भी ज़्यादा लोग खाना खाते। यहाँ 300 भन्दा बढीजना खाना खान आउँछन् है। अनि उताभित्र चाहिँ एडिआर छ, एक्जिक्युटिभ डाइनिङ रुम। यहाँ चाहिँ म्यानेजर एक्जिक्युटिभहरू बसेर खान्छन्। यहाँभित्र चाहिँ हल्का फोन लिएर नजाऊँ होला, किनभने भित्र चाहिँ होटलभित्र फोन ल्याउनु मना छ अनि सिसिटिभीहरू छ, त्यही भएर भित्र चाहिँ मैले नलगेको। यस्तै छ। अब म चाहिँ मेरो 2-3जना दिदीहरू पनि देखाउनु छ यहाँ स्टाफ क्यान्टिनको। र फर्स्ट भिडियोमा चाहिँ यति नै म स्टाफ क्यान्टिनको मात्रै देखाउने छु। त्यस पछाडि चाहिँ म अरूतिर देखाउने छु, अरू दिन अरू भ्लगमा। अनि यही हो। यतापट्टि चाहिँ हाम्रो दिस इज आवर जू क्यान्टिन। यहाँ चाहिँ हाम्रो एनिमल भन्दा पनि सर्कस मास्टरहरू खान आउँछन्। मैले अघि भनेको जसरी मैले यहाँ हाम्रो दिदीहरूलाई भेटाउन आउँदैछु। हाम्रो खुसमु दिदी, हेलो गरिदिनु न दिदी, हेलो गरिदिनु न यहाँ दिदी। यहाँ हुनुहुन्छ हाम्रो अर्को दिदी, हाई गरिदिनु, हाई 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 हाई। आज मैं सबको दिखाऊंगा हमारे स्टाफ को। और इधर है हमारा सविता दीदी, दीदी हाई कर दो, हाई। और दीदी अच्छे से काम कर रही है, काम हो रहा है इधर। आज क्या पक रहा है, आज क्या पक रहा है? क्या अंडा पक रहा है। नहीं नया मोबाइल नहीं है। आज स्टाफ का मोजी है, क्योंकि आज अंडा करी बनेगा। ये क्या बन रहा है सिर्फ? अंडा दूध। हाँ अंडा। क्या है क्या? ये दाल ये बन रहा है, अभी बन रहा है, सब कुछ बन रहा है। अभी 1 बजे से शुरू होगा। अब वीडियो बना रहा हूँ यार सेफ। नेपाली बुझ्दैनन् कि यहाँ, त्यही भएर भिडियो चाहिँ बन्दैछ। अहिले कति बज्यो? 12:15। अब काम हुन आँट्दैछ। 1 बजीदेखि लन्च हो। यहाँ यस्तो भिड हुन्छ नि, 300जना जति, 300जनाभन्दा बढी आइदिन्छ हो खाना खानु। झन् अहिले पार्टीहरू हुँदैछ होटेलमा। अनि म चाहिँ यहाँ अब सबै मैले रिफिलहरू गरिदिनुपर्छ खाना। र अब अर्को भ्लगमा चाहिँ म अर्कोतिर लान्छु। आज चाहिँ म मेरो डिपार्टमेन्टको देखाउँदैछु, मेरो साथीहरूलाई नै भेटाउन लान्छु होइन। अब आज अर्को स्टेपमा चाहिँ हामी अब म मेरो दिदीहरूलाई देखाउँछु, अर्को स्पिन्डेलको जोसँग चाहिँ म कोलाब्रेसन गर्न आँट्दैछु।